रोसीको बाटो चाहिँ अहिले निर्माण कार्य भइरहेको छ, तर निर्माण कार्य भए पनि ल नि हेर्ने ठुलो माटोरी यस्तो छ रोसीको बाटो। धुलो हेर्नु, धुलो केही देखिँदैन मलाई त। रोसीको बाटो चाहिँ अहिले निर्माण कार्य भइरहेको छ, तर निर्माण कार्य भए पनि ल नि हेर्ने ठुलो माटोरी यस्तो छ रोसीको बाटो। धुलो हेर्नु, धुलो केही देखिँदैन मलाई त। धुलो चाहिँ रोसीको बाटो त धुलो त कति कति धुलो ल हेर्नु ल केही देखिँदैन, केही देखिँदैन ल। रोसीको बाटो हो यो, बिपी हाइवे बाटो हो। पहिला त्यस्तो थियो, अहिले यहाँ ल यो सबै बगरे बगर बगरे बगर। हेर्नु हालै गाडी गएको त गरेको सबैको त गएको। धुलो त मुला त बनाउनु त बनाइरहेछ डोजरले। धुलो त यार यो भोलि पर्सि त चैत वर्षमा त कस्तो हुन्छ त हौ। यस्तो धुलो छ कि यो चाहिँ बिबिरार यो चाहिँ रोसीको बाटो हो, अहिले खनिरहेको नयाँ बाटो। पहिला चाहिँ माथिबाट थियो, अहिले बाटै छैन, खुल्लै खुल्ला। यो बाटो चाहिँ अब एकैचोटि नेपाल मूल के अरे बनेपा निकालिदिन्छ एकैचोटि। बनेपा होइन के अरे भकुण्डे बेसी निकालिदिन्छ एकैचोटि यो बाटो। यो चाहिँ अब नेपाल थोकको चेकपोस्टबाट हालिदिएर एकैचोटि यो चाहिँ भकुण्डे बेसी निकालिदिन्छ। भकुण्डे बेसीको त्यो क्रसरनिर निकालिदिन्छ एकैचोटि खोलै खोला। त्यो वरतिर बढ्दै बस्तीको स्कुलहरूको मान्छे त केही बस्नु दिन्न त्यस्तो गाडी चल्दाखेरि। हेर्नु नि पहिलाको बाटो त नाम निशानै छैन नि। पहिलाको बाटो त वहाँ माथि कहाँ थियो, पहिला बाटो त के अहिले के देख्ने देख्दैन। बनाउनु चाहिँ बनाइरहेको छ, यो बाटो कहिले बन्ने थाहा छैन। ठुलो डेन्जर छ यार। उहाँ गाडीको फेरि उहाँ ओभरटेक यता पनि आइरहेको छ ल। रोसीको बगर हो यो सबै। धुलो हेर्नु, धुलो धुलो धुलो
रोसीको बाटो गाइज यस्तो छ है। रोसीबाट गएपछि